Hello everyone and welcome to the SQL series part 1. यो सिरिजमा चाहिँ हामी DDL कमान्डको बारेमा बुझ्न गइरहेका छौं। सो DDL कमान्डले चाहिँ हाम्रो डेटाबेसको स्ट्रक्चर बनाउने वा परिवर्तन गर्ने काममा प्रयोग गर्छौं। कमनली युज्ड DDL कमान्ड्सहरु चाहिँ क्रिएट, अल्टर, ड्रप र ट्रंकेट रहेको छ। सो यसलाई हामी प्र्याक्टिकली हेरौं। म चाहिँ आफ्नो SSMS भित्र आइसकेको छु र म यहाँ राइट क्लिक गरेर न्यू क्वेरी गरेर एउटा क्वेरी विन्डो खोल्छु। र फर्स्टमा हामीसँग डेटाबेस छैन, सो हामी डेटाबेस बनाउँ। सो डेटाबेस बनाउने हाम्रो कमान्ड क्रिएट युज गर्छौं। सो क्रिएट डेटाबेस अनि हामी डेटाबेसको नाम दिउँ। सो YT भिडियो भनेर म डेटाबेसको नाम दिएँ र यसलाई सेमिकोलनले एड गरौँ। अब यो गर्दा पनि हुन्छ, नगर्दा पनि हुन्छ। सो म यसलाई एक्जिक्युट गरिदिन्छु। अब अब्जेक्ट एक्सप्लोरर गएर मैले डेटाबेसलाई एक्सपान्ड गरेर यहाँ रिफ्रेश गरेँ भने यहाँ मेरो डेटाबेस नयाँ YT भिडियो भनेर आइसक्यो। सो यसलाई युज गर्ने तरिका चाहिँ यहाँ गएर राइट क्लिक गरेर न्यू क्वेरी गर्दा पनि हुन्छ, अथवा यहाँ डेटाबेस बनाइसकेपछि चाहिँ युज YT भिडियो भनेर मैले यसलाई एक्जिक्युट गरेँ भने पनि यहाँ माथि YT भिडियो भनेर आयो। यसरी पनि युज गर्न सकिन्छ है। अब हामी एउटा टेबल बनाऊ, त्यसको लागि पनि हामी क्रिएट कमान्ड युज गर्नेछौँ। सो क्रिएट टेबल अनि हामी टेबलको नेम दिउँ स्टुडेन्ट। त्यसपछि हामी स्मल ब्र्याकेट ओपन गरौँ, स्टुडेन्ट स्मल ब्र्याकेट ओपन गरौँ। त्यसपछि हाम्रो कोलमहरु डिफाइन गरौँ। सो आईडी इन्टिजर भयो, त्यसैगरी नेम होला स्टुडेन्टको varchar 55। त्यसपछि हामी एज भन्ने इन्टिजर। अब हामी यसलाई सेलेक्ट गरेर एक्जिक्युट गर्छौं। कमान्ड कम्प्लिटेड सक्सेसफुली भनेको छ। सो हाम्रो टेबल पनि क्रिएट भइसक्यो होला। एकचोटी हामी यहाँ गएर अब्जेक्ट एक्सप्लोरर गएर यसलाई एक्सपान्ड गरेर हेर्यौं भने चाहिँ हाम्रो स्टुडेन्ट भन्ने टेबल बनिसकेको छ। र अर्को हाम्रो DDL कमान्ड रहेको छ अल्टर। सो अल्टरले चाहिँ हाम्रो टेबलमा कोलमहरु थप्ने है, त्यसपछि कोलम रिनेम गर्ने अथवा कोलमहरु ड्रप गर्ने जस्तो कामहरु गर्छ। सो एउटा हामी नयाँ कोलम एड गरेर हेरौँ यसमा। सो एड्रेस भन्ने टेबल एड गरौँ। सो अल्टर टेबल स्टुडेन्ट एड। अब हामी कोलमको नेम दिउँ। सो एड्रेस अनि हामी डेटा टाइप दिउँ है त। सो डेटा टाइप 255 varchar। यसलाई सिलेक्ट गरेर एक्जिक्युट गरिदियो भने अब हाम्रो कमान्ड कम्प्लिटेड सक्सेसफुली बनेको छ। सो अब हामी यो स्टुडेन्टलाई एक्सप्लोर गरेर कलम्स भित्र आएर हेर्यौं भने हाम्रो एड्रेस भन्ने फिल्ड पनि आइसकेको छ यहाँनेरि। त्यसैगरी अर्को कमान्ड रहेको छ ड्रप। सो ड्रपले चाहिँ हम ड्रप युज गरेर चाहिँ हामीले टेबल पनि ड्रप गर्न सक्छौं, डेटाबेस पनि ड्रप गर्न सक्छौं है। सो त्यसको एक्जाम्पल हेरौँ। सो ड्रप टेबल स्टुडेन्ट गरे भने अब मेरो टेबल ड्रप हुन्छ। एक्जिक्युट गरेँ, कमान्ड कम्प्लिटेड सक्सेसफुली बन्यो र यहाँ गएर मैले रिफ्रेश गरेँ, टेबलमा गएर रिफ्रेश गरेँ भने सो हाम्रो टेबल गइसकेको छ है। अब लास्टको हामीले ट्रंकेट कमान्ड युज गर्नलाई चाहिँ हामीसँग यसभित्र डाटा चाहिन्छ। सो क्विकली म एउटा इन्सर्ट क्वेरी लेखिहाल्छु। इन्सर्ट इन्टु स्टुडेन्ट। अब यो चाहिँ इन्सर्ट क्वेरीहरुको बारेमा चाहिँ DML कमान्ड्समा आउँछ। सो स्टे ट्युन्ड फर दैट भिडियो अल्सो। आईडी नेम इज। सो आईडी भनेको हाम्रो इन्टिजर टाइप थियो, त्यही भएर 1। नेम भनेको अंकित अनि त्यसपछि एज भनेको 27। यहाँ गएर मैले क्रिएट गरेँ। भ्याल्युज राख्ने बिर्सेछु। सो मल्टिपल रेकर्ड इन्सर्ट गर्छु त एकचोटी म 2 त्यसपछि YT 1। सो यसलाई एक्जिक्युट गरिदियो भने मेरो टेबलमा डाटा आइसकेको छ। टेबल पनि फेरि मैले अघि फेरि क्रिएट गरेको थिएँ टेबल यहाँनेरि। अब यसभित्र डेटा पनि आइसकेको छ। अब यहाँनेरि फेरि सेलेक्ट क्वेरी पनि आउँछ। सो यो सेलेक्ट क्वेरी पनि हाम्रो DML कमान्ड्समा आउँछ। सो स्टे ट्युन्ड फर दैट भिडियो। फेरि पनि भन्न चाहे
सो यहाँनिर हेर्न सक्नुहुन्छ दुईवटा रेकर्ड आइसकेको छ। अब म यसलाई ट्रङ्केट कमान्ड युज गरेँ भने ट्रङ्केट टेबल स्टुडेन्टहरूलाई सेलेक्ट गरेर एक्जिक्युट गरेँ भने कमान्ड कम्प्लिट गर्न फेरि मैले सिलेक्ट गरेर हेर्दाखेरि चाहिँ अब यहाँनिर रेकर्ड कुनै पनि छैन है। थ्याङ्क यू सो मच फर वाचिङ द भिडियो. Like, share and subscribe and stay tuned.